फर्की कि अब फर्किन्न बाह्र लगाइदिनु पर्ने हैन लगाइदिनु कहिले यो के काको एकदम फुलोस सधैँ घाँटेकै त्यही पैसा होस् स्वास्थ्य यति सधैँ राम्रो होस् सधैँ राम्रो होस् पुरै छिटोभन्दा छिटो रिजल्ट आओस् नर्सर कुल पितृ सबै लक्ष्मी माता कुबेरले सधैँ बास गरून् नयाँ सालको उहाँहरूलाई पनि धेरै धेरै शुभकामना तिमीलाई पनि धेरै धेरै शुभकामना टिका कस्तो अट्टै हुने छ कि हाल्नु के दही जिउ गरी पैसा मैले पनि धेरै दिन्छ क्या ल भाग्यमानी भएर ज्ञानी भयो सधैँ ज्ञानी त्यसको लागि सानो निमेर बनाउन आएको बौली आउनु पर्यो नि दर्शन बाजा पनि काममा लाग्यो छानो ए मेरो छानो नाति ए मेरो सानो नाति ए मेरो छानो नाति अनि ईद कस्तो भयो त ईद ढुङ्गे अघि छ क्यारेले ल सानो मान्छेलाई हेतेरी हेर त हात यस्तो गरिदेऊ न ल चैते दसैँको टिकाले रक्षा गरून् मेरो बाबुलाई रोगवेदले छोडोस् अनि ठुलो मान्छे हुने मेरो सानो हैन खाइदिन लाई छैन कि तिकी हो कि तिकी ल कान हुलाइदिनु ल ल टिकी लाउने के बाबुले ए फुली ए यसो स्याउ चटाइदिनु ए ए ए चटाइदिनु न न न न
तल गर्नु तल अर्को मौसम र अच्छा गरौँ पैसा हाल्यो बसेर टिकाले निकाल्दै त्यसको पैसा पर्छ रक्षा गरून् मनले चिताएको कुरा पुगोस् मनले आँटेका कुरा सबै पुगोस् मेरो छोरी ज्वाइँले जे सोच्नु भयो त्यो कुरा सफल भएर जान सकोस् चैते लगेर कान्छु त सुत्न आइन है यहीँ आइन है भक्कै हाल्ने दबाउनु भए भागीमानी भए नमस्ते 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 भागीमानी राख्नु बाहिर टिकाले रक्षा गरून् मनले आँटेका कुरा पुरा होस् अब छिटोभन्दा छिटो ट्याक्क कमाउन जाने मेसो गर्न पर्यो दुःखले छोडोस् ल के हुन्छ र त्यसलाई के कसो गरे भाग्यमा फोटो खिच्नु न कहाँ भिडियो गराउनु